Hello guys, welcome to my vlog. कस्तो राम्रो फुल छ यहाँ। हामी चाहिँ आज डम्फे डाँडा घुम्न जाँदैछौँ। हैन अनि त्यहाँनिर हामीलाई चाहिँ माथि रचनाले पनि जोइन गर्छ। आया तर घाम छ लास्टै। अरे भित्ता but no filter line. My face is not there. यो चाहिँ हाम्रो सुनापतिको पारिकामा भिर भन्छ है। ओ त्यो भिरबाट है कुन भिरबाट हो नि गाइस, त्यो भिरबाट चाहिँ हामी चाहिँ आउनुपर्छ। त्यहाँनिर चाहिँ सातो पुर्लो उडिङ हाम्रो चाहिँ उता दोरम्बा र सैलुङ चाहिँ त्यो डाँडामा हो। ठ्याक्क यस्तो देखेको होला है। द्याट वान इज अग्लेश्वर। ओ त्यो देखेछ नि हो, ठ्याक्कै यो मेरो उम्लाले छोएको छ नि त्यो टुप्पी चाहिँ अग्लेश्वर हो। अनि यो टुप्पी मेरो उम्लाले छोएको टुप्पी वेयर इज यस, त्यो टुप्पी चाहिँ ओ सैलुङ। तर हामी नै गएको छैन सैलुङ। के कसो रमिला। घाम पनि छ छन चाहिँ। उफ घाम छ लास्टै। त्यो पनि हिँडेछौँ हामी घुम्नलाई। आज स्याटरडेको सदुपयोग गर्नु पर्यो नि। सकै न हामीलाई टेल यस नो। एउटा चाहिँ फेरि स्कुटी सिक्न लागेको छ उसलाई उहाँ उतैबाट जान्छ ऊ चाहिँ। कस्तो देखाएको छ मलाई हिरोनी। हिरोनी कुन चाहिँ हिरोनी जस्तो है। तर हिरोनी पनि मान्छे नै त हो नि होइन। You also see not. तिमीलाई कस्तो राम्रो देखाएको छ झन्। होइन त्यो उ गर्नु आएको त्यहाँ काम गर्नु रहेछ। अलिकति हिँड्न पाएको छैन, फ्या फ्या भएर उल्कै हुन्छ। डम्फे डाँडा कसरी पुग्ने हो थाहा छैन। मेरो नाकमा पनि पसिना आएर उल्का भए धेरै पसिना आयो भने धेरै बुढाले माया गर्छ भन्छन्। मेरो बुढोले यति माया गर्छ मलाई हेरौँ होइन त। के कसो रमिला। तर रोड धेरै माथि उकास्या रहेछ है। यहाँनिर हाम्रो पुरानो हेल्प पोस्ट माथि छ टुप्पीमा। जे भए पनि सुनापति एकदम राम्रो देखिन्छ है। आज आकाश पनि कस्तो राम्रो देखिरहेछ यार। अहिले पानी पर्ला जस्तो छ। कोही कोही उहाँ स्कुटी सिकिराखन यहीँनिर कुदाउने भएन। हामीलाई सिकाइदिन्छु भन्दै कतिको सिकाइदिन्छु। ल पक एकचोटि मलाई कुदाउनु दे त। म कुदा एकचोटि मलाई कुदाउनु दे त। एकचोटि मलाई कुदाउन दे न। उसलाई फेरि पछाडिदिन्छ भने टेन्सन त। बिचरा उसैले सिक्यो। किन डम्फे डाँडा लिएर जाने हो। ए कोही कोही स्कुटी कति चलाउँछ। अब हाम्रो रमिलाले चलाउँदैछ है, एक्सपोर्ट मान्छे। वाह ब्रेक नालातिर चाहिँ नपुलाऊ है। ओ हेर्दा लादिनँ राम्रोसित चलाउँछ। मैले चलाएँ भने त सिधै यसको नाला पुऱ्याइदिन्छ चलाएँ। काम हो ल। मेरो मोबाइल समाइदिनु।
कस्तो चलाउँदै थियो राम्रै चलाउँछ तर फुटुङटुङ चलायो नि राम्रो चला लिएर आउँछ उता गुटुटु चलाउने भइस यता फुटुङटुङ चलाउँदैन अहिलेसम्म हेर सिक्नु पर्ने यत्रोबाट घरमा चाहिँ सिक्नु छैन गाह्रो छ यता चाहिँ मकैहरू छर्ने बेला भइरहेछ है हाम्रो बाजेले मकै छरेर यो हाम्रो चाहिँ ऊ के हो रे यो गलैँचा बुनेको है हाम्रो चाहिँ गलैँचा फ्याक्ट्री भनौँ कि अब के भनौँ यो बनेको नि म कहिले काहीँ नजिकबाट देखाउँ तर यहाँ आरू यसलाई आल्छ पाकेको छ ल खाउँ न केही भन्नु न हो यत्रो कसरी टिपेर हाल्छ त्यो चाहिँ पाउनु ऊ त्यहाँ जानु कुफ भर्याङ छ त त्यत्रो भर्याङ छ त हजुर हजुर नै अगाडि हो जाउँ न हो त्यहाँ माथिबाट जान हजुर खाऊ अमिलो हुन्छ मेरोभन्दा कम छैन है तेरो हाइट ल मै जान्छु आल्छ बाटोमा आल्छ भेटेर आइयामौ ला त के रे आल्छु तर आल्छु देखिँदैन त है तर भाइ सबै नाश हुने उता सबै झरेर खायो डाँडामा हाल्छ खाने फर्स्ट बाइट दुईटा रातो रातो राम्रो हाँस्नु समय रात गर्नु आउ गर्न मिस आउनु त कस्तो मैले पैसा ल्याउनु बिर्सेँ कि सबभन्दा राम्रो चाहिँ ऊ माथि रहेछ त्यहाँ त सकिँदैन भाइ कस्तो पाकेर रहेछ है हेर्नु न उता ए कस्तो राम्रो टिप्नु ल्याउनु त भयो लु रातो रातो चाहिँ आफ्नो खोजी ल हेर त एउटा रातो टिप्नु त त्यही छ त्यही तपाईँको साइडमा भयो आमा कहाँ जानुभयो आज ए रातो त के हुनु अगाडि यो खास गरी मासु लभर भनेको यस्तो हुन्छ क्या कि मासु खाएर जति खाए पनि धेरै नआउने आल्छ खाने भयो हाम्रो यता सुनापतितिर एक कुकुर देख्दा नि डर लाग्छ यार यस्तो कुकुरले टोक्दैन हो पुच्छर लुकाउनेले हेर्नु त कस्तो धेरै यसको चाहिँ होइन यो अलैँचीको चाहिँ मजाले सरेछ त्यसको चाहिँ ऊ हालिदिएछन् हजुर सर्थ्यो होला ओ हालिदिएछ नि त अलैँची चाहिँ फेरि मजाले भएको छ अलैँची भएको छ यो चाहिँ मजाले रहेछ पाकेको गलैँचा ए गलैँचा कहाँ हो कसरी दिन्छ है गलैँचा पैसा दिएर के कतिमा म दिन्छु एउटा सानो 4 पेटाले 5-6 हजार भइहाल्छ नि त्यही पैसा दिन्छ त्यही पैसा भाइ मैले गेडै निले नि राम्रो छ क्या यो केही हुन कस्तो दोगार्दै नि सबभन्दा मलाई मन परेको घर होइन यहाँनिर कस्तो यस्तो भएर गयो
सबभन्दा मेन त लिडरको भन्नु न मलाई देखा न लिडर म तपाईँबाट प्रसन्न भएको छु किन भन्दा किन फेरि हामी त यस्तो पाराले सुन्दा पनि पुग्दैन होला आधी घन्टा किवीको बोट मलाई किवीको बोट सार्न मन लाग्थ्यो तर भालेर पोथीको सार्नु पर्छ अरे नि थाहा फास्ट फास्ट हिँड्यो अनि एक्सर्साइज जस्तो पनि यत्रो कचराले नै छोप्दैछ पानी पुरी हामीले के मिस्टेक गरेछ तैँले त्यहाँ पुरै हेरिस् भने खै त च्यानलमा हालेको छैन त मैले एउटा केटीले भाइ त्यसरी नै खाँदा खाँदै गरेर भाइ न भाइरलै हुन्थ्यौँ नि हामी खानै सक्दैन थियो सातवटा भन्दा नसक्ने 7वटा खाएको हाम्रो त ऊ कुकाएर कस्तो भएको म त 7वटा खानु सक्छु किनकि अगाडि नै चटपटी खाइसकेको थिएँ नि त एक प्लेट भने केटा जन्मेको होइन केटा जन्मेर त्यसलाई काट्रे नो भ्यासोटोमी गरेको के त्यसलाई खसी भन्छ नगरेकोलाई बोका भन्छ अब बुझ्यो खसी पार्दै थियो अनि म मजाको छ नि यो हाम्रो साँधी डाँडा हिले देवी के अरे भनेको